पकाएर पोलेर जे गरेर पनि खान्थ्यो। तर यो चोटी यसपालि चाहिँ यो आलुले चाहिँ हामीलाई के गर्यो, उल्टा आलु बनायो। दुःख लाग्छ साथीहरू, भिडियो बनाएर हालेको पोस्ट गरेकै छु, तर के भन्नु, भ्यूज छैन। ऐसे में बड़ा सख्त लौंडा हूं, लेकिन यार यहाँ में पिघल गया। आलु खन्न गएको, आलुले हामीलाई योपालि उल्टा आलु बनायो। मैले भने साथीहरू, यो आलु पनि लडतरको चाहिँ होइन, यसले पनि कहिले कहिले मान्छेलाई आलु पनि बनाउँछ। वाउ, यस्तो फलहरू देख्नु पाइन्छ हाम्रो गाउँ बस्तीतिर चाहिँ। के भन्छ यसलाई तपाईँहरूकोतिर? हेरिदिनु होला, भ्युज मेन त। मलाई भ्युज चाहिएको छ साथीहरू। म तपाईँहरूलाई राम्रो कन्टेन्ट दिने कोसिस गर्छु, कृपया मलाई सपोर्ट गर्नु होला है त। समझ रहे हो? डल्ले खोर्सानी साथीहरू, यो चाहिँ वाउ, कस्तो मजाले ग्रोथ भएको डल्ले खोर्सानी हो। आम्मामा, कहिले कहिले हरेस, धेरै युट्युबरहरूले हरेस खाएको कारण त्यही हो, युट्युबरहरूले च्यानल छोडेको कारण चाहिँ त्यही हो। अनि साथीहरू, म चाहिँ अहिले यहाँनिर बारीमा आएको छु है त। बारीमा चाहिँ किन आएको भन्दाखेरि चाहिँ मैले अलिकति आलु रोपेको थिएँ अस्ति सिजनमा। सो म त्यो आलु आज खन्नुको लागि आएको छु, अनि म तपाईँहरूलाई देखाउने पनि छु के कस्तो भयो आलु भनेर। यसपालिको आलुले चाहिँ अलिकति हामीलाई डिसअपोइन्ट गरेको छ, मौसमहरूले साथ दिएन। अनि विशेष मैले चाहिँ आलु खन्दै गरेको भिडियोहरू बनाऊ भनेर चाहिँ आएको, तर आलु खन्दै भिडियो हातमा बनाउनु मिलेन। अनि मैले चाहिँ स्ट्यान्ड लाउनु बिर्सेछु, त्यही भएर म चाहिँ अब देशी के जुगाड गर्नुपर्ने भएको छ साथीहरू। अब म देशी जुगाड चाहिँ यसलाई गर्नेछु। यसलाई चाहिँ म भुइँमा गाड्नेछु टक्कै, अनि चाहिँ म यसमा चाहिँ यसलाई होल्ड गर्नेछु यो ठाउँमा चाहिँ। सो यो चाहिँ भएको छ मेरो देशी क्यामेरा स्ट्यान्ड। भाइ मजा आयो। अनि म यही स्ट्यान्डमा हालेर चाहिँ म आजको भिडियोहरू सुट गर्नेछु। ल टक्कै भयो क्यामेरा पनि। साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि यहाँहरू सबैजनालाई मैले देखाइरहेको थिएँ, मैले चाहिँ अहिले आलु खनिरहेको भिडियो तपाईँहरूलाई मैले देखाइरहेको थिएँ। अनि भन्नुपर्दा योपालिको आलु चाहिँ हाम्रो राम्रो भएन, किनभने जब आलु उम्रेर फल लाग्ने समय थियो त्यति बेला धेरै पानी परेको कारणले सबै बोटहरू प्लात्पित पिल्सेर मरेको थियो। त्यही भएर फल्यो कि फलेन भनेर जस्ट मैले ट्रायलको लागि खन्दाखेरि चाहिँ फलेन, राम्रो आलु कम्ती आयो। त्यही माथि पनि यस्तो मसिनो पुरा कमिला लागेको आलु भेटियो योपालि। अनि पोहोर साल हामीले लाएन यो जग्गामा आलु, यो वर्ष फर्स्ट लगाएको। मेरो पछि तपाईँले देख्न सक्नुहुँदैछ, यो एक गरा सानो एक फोक्टामा मैले लगाएको थिएँ, तर भएन योपालि। सो मैले तपाईँहरूलाई भन्नुपर्दा हरेक समय चाहिँ हामी यसलाई आलु भनेर हामीले भनिरहेको हुन्थ्यो है। यो चाहिँ आलु भनेर चाहिँ हामी यसलाई उसिनेर पकाएर पोलेर जे गरेर पनि खान्थ्यो। तर यो चोटी यसपालि चाहिँ यो आलुले चाहिँ हामीलाई के गर्यो, उल्टा आलु बनायो। साथीहरू, यो आलु पनि लडतरको चाहिँ होइन, यसले पनि कहिले कहिले मान्छेलाई आलु पनि बनाउँछ। सो कोही बात छैन, जति फल्यो त्यसमा हामी सेटिस्फाइड छौँ। अनि म तपाईँहरूलाई मेरो वरिपरि अस्ति मैले धुपीको रुखहरू रोपेको थिएँ, सानो बिरुवा कस्तो भयो त्यो म आज देखाउने छु। अनि यहाँनिर मेरो वरिपरि चाहिँ दाजु भाउजूहरूले खेती लगाउनु भएको छ, के लगाएको छ सागसब्जी, त्यो पनि म कम्प्लिट यो भिडियोमा कभर गर्ने कोसिस गर्नेछु, हेर्दै गर्नुहोस् है त।
अनि साथै मैले यहाँ तल चाहिँ तपाईँहरूले देख्नु हुँदैछ नि 1 2 3 4 5 यसरी चाहिँ मैले धुपी निकै रोपेको थिएँ, बिझ्याङ जस्तो रोपेको थिएँ। यसमा चाहिँ आधा चाहिँ मरेछ हो, आधा सुकेछ, सुकरोमा होला सायदै के भएर पुगेन होला कि यो मरेछ। अनि 10-11 झ्याङ मात्रै बाँचेछ है त साथीहरू। धुपीको बिरुवालाई चाहिँ मैले यस्तो राम्रोसँगले रोपेको थिएँ कि, तर भएन रहेछ, यसलाई के पुगेन, यो ढल्केर फेरि यो बाङ्गो भएछ नि त। यो चाहिँ सानोमा यसरी सिधा गरिहाल्नुपर्छ, नत्र चाहिँ यो ठुलो भएपछि पनि यो बाङ्गै हुनेछ। अनि भविष्यमा यदि हामीले यसलाई काट्यौँ भने पनि राम्रो आउँदैन, बाङ्गोटेरो आउँछ। यहाँ त एकदम राम्रो फस्टेर आउँदै थियो, के पो भएछ हौ यसलाई त, दुःख लाग्दो पो भएछ त। यसलाई घरिघरि आएर हेर्ने, टेक केयर गर्ने टाइमहरू पाइँदैन। अनि यो हेर्नुहोस् न कस्तो राम्रो, यो अस्ति मैले मलहरू थपिरहेको थिएँ, सुकेछ पो यहाँ त फेरि त। सेट दुःख लाग्यो यो देखेर। अनि यहाँ परकोले चाहिँ एउटाले चाहिँ राम्रो भाका टिपिरहेको रहेछ। अनि तपाईँहरूलाई म नेक्स्ट चिज चाहिँ के देखाउँदैछु, यो के हो, योलाई तपाईँहरू के भन्नुहुन्छ? हाम्रो यता चाहिँ गरन्डल भन्छ है, गरन्डल फलेको रहेछ। यसले सालान्य नै फल्छ, तर हामीले यसलाई खाँदैन, थाहै हुँदैन यो कहिले पाक्छ कहिले झर्छ। अनि यो चराहरूले नै यो सबै सक्ने गर्छ। यहाँ माथि तपाईँहरूले अर्ग्यानिक बनाना देख्न सक्नुहुँदैछ, यस्तो फलिरहेको छ यहाँ। अनि तपाईँहरूलाई म अब दाजु भाउजूको सागसब्जीहरू म देखाउन गइरहेको छु। सागसब्जी भन्नुको मतलब पनि उनीहरूले अहिले त्यस्तो सब्जी त लगाएको छैन, म तपाईँहरूलाई जे छ त्यो देखाउने छु। आफ्नो त यो भाका टिपेन अब दाजु भाउजूकै सागसब्जी खाएरै हामी पनि बस्ने। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुँदैछ है त, सिबीबारी टक्कै सिबी रोपेको छ। अनि यो चाहिँ ठिक्कै बर्खामा चाहिँ खानु हुने भएको छ। कोही कोहीले त फुल्नु पनि थालिसकेको रहेछ, फुल्यो पश्चात त यो त फलिहाल्ने नै हो। अनि राम्रो भएको छ। यहाँ मात्र नभएर उहाँहरूले माथितिर पनि सिबीहरू रोपेको छ। अनि अरू म देखाउने छु। यसरी छेउछेउमा चाहिँ उहाँहरूले थाङ्ग्रे मस्यामहरू पनि लगाइरहेको छ। पोहोर साल पनि यहाँ चाहिँ एकदमै राम्रो भएको थियो थाङ्ग्रे मस्याम। अनि योपालि पनि सायदै राम्रै हुन्छ होला भनेर होप चाहिँ गरेको छ उहाँहरूले। यहाँ देख्न सक्नुहुँदैछ के हो यो, करेला। हिन्दीमा भन्नुपर्दा करेले, अङ्ग्रेजीमा भन्नुपर्दा बिटर गड। मजाले थाङ्ग्रा खोजिरहेको रहेछ, तर दाजु भाउजूले यहाँ थाङ्ग्रा चाहिँ लाउनु पाएको छैन रहेछ। बट यो स्टिल हेल्दी ग्रोथ भइरहेको छ, राम्रो लाग्यो। करेलाहरू छेउछेउमा रोपेको रहेछ। अनि साथसाथै करेलाको साथमा चाहिँ म तपाईँहरूलाई के देखाउँदैछु भन्दा, यो वाट इज दिस, दिस इज गोल मिर्ची डल्ले खोर्सानी, डल्ले खोर्सानी। ए साथीहरू यो चाहिँ वाउ कस्तो मजाले ग्रोथ भएको डल्ले खोर्सानी हो। आम्मामा साह्रै दामी। दाजु भाउजूले खै पनि के लाएर रोप्नु भएछ, मैले पनि रोपेको त छु, तर यस्तो ग्रोथ चाहिँ भएको छैन। यो त एकदमै राम्रो नि अब हेर्नु पर्दा है। साह्रै दामी डल्ले खोर्सानी चाहिँ योपालि फलाउनु हुने रहेछ। समयले साथ दिएको हुनुपर्छ। असिना पानी झरीहरू परेन बेसी भने चाहिँ एकदमै राम्रो हुन्छ यो डल्ले खोर्सानीको फसल। मलाई मन पर्यो। वाउ हेर्नुहोस् कस्तो चिल्लो चिल्लो पत्ता, हेल्दी। त्यसरी नै उहाँहरूले यो गरा पनि डल्ले खोर्सानी नै रोपेको छ। धेरै मेहनत गर्नुहुन्छ हाम्रो दाजु भाउजू यहाँ माथिसम्म। माथि अहिले पनि मल बोक्दै हुनुहुन्छ दाजु र भाउजू। अझै मेरोमा चाहिँ बिरुवा छ नि त डल्ले खोर्सानीको, त्यो लिएर रोप्ने भन्नुहुँदैछ। अनि म माथितिर देखाउने छु। भाउजूहरूले लगाएको छ यो पत्ताकोपी। अस्ति एक सरो त उहाँहरूले बेचिसकेको छ ठुल्ठुलो भएर, कति बिग्रेछ पनि यहाँबाट। अनि पत्ताकोपी यो अलिकति ढिलो भएको जस्तो पनि लाग्यो, धेरै लगाएको थियो, फली पनि सकेर पनि
फलेको भन्छ कि यसलाई पत्ताको यो के भन्छ फुलेको भन्छ होला सायद बेचेको छ उहाँहरूले अस्ति। अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुँदैछ काँक्राको झ्याल। काँक्रा पनि मजाले फुल्न थालिसकेको छ। अनि यहाँ माथि त मैले काँक्रा फलेको पनि देखेको छु, तपाईँहरूलाई देखाउँछु है ल। ओ यहाँ चाहिँ काँक्रा फली पनि राखेको छ। यहाँ काँक्रा फली पनि राखेको छ। कहाँ कुन छ हौ? काँक्रा त उयो फर्सी जस्तो होइन नि। भाउजूले यहाँनिर छुनु मनाइ गर्दैछ कुन छ अरे। मेरो आशीर्वाद छ यो कुन्ने छैन। अनि यहाँ सानो खालको यो टमाटोहरू एकदम अमिलो हुन्छ, चटनीहरू खानु चाहिँ एकदम राम्रो हो। यो मजा आउँछ, तर मार्गी हुँदाखेरि चाहिँ खानु भएन, ठहरै हुन्छ फेरि। यहाँ दाजु भाउजूले फेरि मल बोक्दैछ, अझै खोर्सानी नै रोप्नु हुने अरे। 50, 60, 70, 80 झ्याङ होला कि मेरोमा रोप्नुहोस्। पर गाईहरू तपाईँहरूले देख्नु सक्नुहुँदैछ आडु। यो चाहिँ उत्तराखण्ड मुक्तेश्वरतिर पनि धेरै मात्रामा हुन्छ। उहाँहरूले चाहिँ तर यति दामी मेन्टेन गरेर राखेको हुन्छ कि आरुको रुखलाई। अनि ठुल्ठुलो फल्छ, यस्तो धेरै झ्याम्मै रुख पनि उहाँहरूले बनाउँदैन, काटेर छोटो छोटो बनाएको हुन्छ। यो चाहिँ फुस्रे आडु भन्छ, फलिरहेको छ। यसले चाहिँ म चाहिँ खानु सक्दिनँ, यो चाहिँ जहिले पनि मेरो चाहिँ दाँत कुरिहाल्छ हेर्दाखेरि नै। अनि यहाँ अम्बकको रुख, यसमा त मैले सधैँ भिडियो बनाइरहेको हुन्छु। दामी गुलियो फल्छ। यो देख्नु सक्नुहुँदैछ लिची। यो चाहिँ लिचीको रुख है, यस्तो छ। यहाँ चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ के हो भन्दाखेरि चाहिँ रुख कटहरको बोट हो। यो रुख कटहरको बोट चाहिँ यति डरलाग्दो माथिसम्म गएको थियो कि ठुलो, तर फल्नु चाहिँ फल्दैन फल्ने। त्यही भएर मैले चाहिँ सुनेको थिएँ कि एकपल्ट यसलाई चाहिँ मजाले काट्नुपर्छ अरे, छाँसी दिनुपर्छ अरे, त्यस पछाडि चाहिँ फल्छ भनेर चाहिँ काट्नु लगाएको थिएँ। उहाँहरूले दाजु भाउजूले काट्नु भयो रहेछ, माथिबाट सबै मुडाइदिएछ। अनि यहाँनिर सानो सानो एक दुईवटा चाहिँ फलहरू पनि छ। सायद यो अर्को वर्षदेखि चाहिँ मेबी इट विल बी फ्रुटेड। इस्कुसले यसरी बेल आइसकेको छ, लहरा। कति जग्गा त इस्कुस फल्नु पनि थाल्यो होला। अनि यहाँ राखीको बोर्डमा देख्न सक्नुहुँदैछ यो मल्लेरा। यो पनि एक प्रकारको फ्रुट नै हो, अमिलो, अचारहरू लगाउनुमा काम लाग्छ। यहाँ चाहिँ हो केरा, र एकदमै चाखलाग्दो, एकदमै ठुल्ठुलो कोसा भएको केरा। यो एग्रिकल्चरबाट इस्यु भएको। कतिजनाकोमा त मसिनै देखेँ। अनि यहाँ चाहिँ सप्रेर यो 1-1.5 वर्ष, म्याक्सिमम् 2 वर्ष भल्ला यो केरा पाएको, फल्नु पनि थालिसकेको छ। सो साथीहरू, यति नै थियो है आजको मेरो भिडियो चाहिँ। आलु खन्न गएको, आलुले हामीलाई योपालि उल्टा आलु बनायो। मैले भनिहालेँ तपाईँहरूलाई। हेर्नुपर्छ नेक्स्ट इयरबाट चाहिँ अलिक फर्टिलाइजरहरू लाउनुपर्छ कि जस्तो पनि लाग्यो। वान डे खेताला चार्ज लगाएर आलुहरू रोप्नु चाहिँ हामीलाई नोक्सानै भयो योपालि चाहिँ। अनि मेरो पुरानो घर तपाईँहरूले मेरो पछि देख्न सक्नुहुँदैछ, यो कटेज। अनि हेर्नु सक्नुहुन्छ सबै घाँसहरू पलाएर, गोरगाड छैन हो, मान्छे कोही बस्दैन यो घरमा। मान्छे कम्ती भयो साथीहरू। 1-2जना मान्छेहरू पठाइदिनुहोस् है तपाईँहरूकोतिर। फ्रीमा बसेको छ भने मेरो घर सम्हालिदिन्छ, गोरगाड गर्छ। दामी छ घरभित्र, 5वटा रुम छ टकाटक। किचन अलगै छ, टोइलेट बाथरुम सब सेटअप छ हो। खालि आएर बस्नु मात्रै। जस्ट फर अ जोक। अनि म अब मेरो घरतर्फ जाँदैछु। अनि अर्को चिज त मैले तपाईँहरूलाई देखाउनु बिर्सेछु। यहाँ चाहिँ छ है आरुचा। आरुचाको रुख हो यो चाहिँ, रातो रातो सानो सानो फल्छ आरुचा। सो साथीहरू, म जाँदैछु घर। कस्तो लाग्यो यहाँहरू सबैजनालाई मेरो आजको भिडियो? सो थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो। दुःख लाग्छ साथीहरू,
भिडियो बनाएर हालेको पोस्ट गरेकै छु, तर के भन्नु भ्युज छैन। कहिले धेरै युट्युबरहरूले हरेस खाएको कारण त्यही हो, युट्युबरहरूले च्यानल छोडेको कारण चाहिँ त्यही हो। WT वाच टाइम पुऱ्याउनु चाहिँ एकदमै साह्रो पर्छ। युट्युबको जुन एल्गोरिदम काम गर्छ नि, त्यो चाहिँ 1 वर्षको बादमा चाहिँ WT घट्नु थालिहाल्छ। वाच टाइम चाहिँ 4000 पुऱ्याउनु पर्छ नि त। सो सब्सक्राइबर 1000 पुगे तापनि वाच टाइम पुग्न बाँकी नै छ। सो यहाँहरू सबैजनाले मलाई सपोर्ट गर्नु होला। चाँडोभन्दा चाँडो यहाँ मेरो वाच टाइम पनि पुरा भएको होस्। सब्सक्राइबहरू गर्न नबिर्सिदिनु होला अनि हेरिदिनु होला। भ्युज मेन त, मलाई भ्युज चाहिएको छ साथीहरू। म तपाईँहरूलाई राम्रो कन्टेन्ट दिने कोसिस गर्छु। कृपया मलाई सपोर्ट गर्नु होला है त। सो थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।